ओम शान्ति। सिगरेट अथवा बिडी पिउनु आज सामान्य कुरो भएको छ। धूम्रपानमा जति धन मानिसहरूले खर्च गर्छन् त्यसभन्दा बढी धूम्रपानसित सम्बन्धित रोगहरूको उपचार गर्नमा खर्च हुन्छ। धेरै डाक्टरहरूले यसलाई मन्दविषको संज्ञा दिएको छ। सिगरेट बिडीमा वैज्ञानिकहरूले 400 जति रासायनिक तत्त्वहरूको पत्तो लगाएका छन्। यी रासायनिक तत्त्वहरू स्वास्थ्यको निम्ति हानिकारक छन्। यीमध्ये 48 वटा तत्त्वहरूले क्यान्सर रोग उत्पन्न गराउँछ, जसलाई कार्सिनोजेनिक भन्दछ। जसले दिनभरिमा 20 वटासम्म सिगरेट पिउने गर्छ उसलाई धूम्रपान नगर्नेहरूको तुलनामा फोक्सोको क्यान्सर हुने सम्भावना 25 गुणा बढी हुन्छ। पुरानो ब्रोन्काइटिस बल्झिने सम्भावना पनि 10 गुणा बढ्दछ। सिगरेटको धुवामा भएको निकोटिनले ओठ, जिब्रो अनि अन्ननलीमा क्यान्सर उत्पन्न गराउँछ। ओठ, जिब्रो अनि अन्ननलीमा क्यान्सर भएका रोगीहरूमध्ये 75% देखि 90% धूम्रपान गर्नेहरू हुन्छ। धूम्रपानले पेप्टिक अल्सर, पेटको क्यान्सर हुन सक्छ अनि मुटुमा पनि यसले नकारात्मक प्रभाव पार्दछ। सिगरेटको धुवामा भएको कार्बन मोनोक्साइड अनि साइनाइडले धम्कीको रोग लाग्छ। धूम्रपानले आँखाका ससाना नसाहरूलाई पनि प्रभावित पार्दछ र आँखाको ज्योति घटाउँछ। गर्भवती स्त्रीले धूम्रपान गरे शिशुमा पनि नकारात्मक प्रभाव पर्दछ। सिगरेट भएको एमोनिया ग्यासले पाचन प्रणाली अनि मुटुमा हानि पुर्याउँछ। पाइरिडिनले आन्द्रालाई सुक्खा पार्दछ अनि कन्स्टिपेसन हुन्छ। यसरी नै अरू विषालु ग्यासहरूले खोकी, टिबी, मस्तिष्कका तन्त्रिकाहरूमा दुर्बलता, स्मरण शक्तिमा ह्रास हुन सक्छ। एउटा सिगरेट पिउनाले 6 मिनेट आयु घट्छ भन्ने पनि वैज्ञानिकहरूको भनाइ छ। धूम्रपान गर्नाले केवल धूम्रपान गर्ने व्यक्तिलाई मात्र हानि हुँदैन, तर छेउमा उपस्थित भएका मानिसहरूलाई पनि 25% क्षति पुर्याउँछ, जसलाई प्यासिभ स्मोकिङ भनिन्छ। धूम्रपानले पर्यावरण प्रदूषित तुल्याउँछ। पर्यावरण समस्त विश्वको निम्ति हो। विश्वको सबै धूम्रपान गर्ने व्यक्तिहरूले धूम्रपान मात्र त्यागे पर्यावरण स्वच्छ हुनुमा धेरै सहायता पुग्थ्यो। धूम्रपान गर्नेहरूको पैसा पनि सञ्चय हुने थियो अनि तिनीहरू धेरै रोगहरूबाट जोगिने पनि थिए। धूम्रपान गर्नाले समस्त वातावरणलाई तथा छिमेकीहरूलाई पनि नचाहँदै 25% प्रभाव पर्न जाने हुनाले यो एउटा अपराध नै हो। सरकार, धार्मिक संस्थान तथा समाजसेवी संस्थानहरूले धूम्रपानलाई अपराध स्वीकार्न आवश्यक छ। धेरै देशहरूमा धूम्रपानमाथि रोक लगाउने प्रयास भयो तर सफलता प्राप्त भएन। विश्व स्वास्थ्य सङ्गठनले धूम्रपान विरुद्ध विभिन्न योजनाहरू बनाएको छ। धूम्रपान निषेध दिवस पनि पालन गरिन्छ, तर धूम्रपान गर्नेहरूको सङ्ख्या भने बढी नै रहेको छ। सिगरेट, बिडी पिउने अमलीलाई अमल छोड्न कठिन पर्दछ। धूम्रपान गर्नाले फाइदा केही छैन, हानि मात्र छ भन्ने कुरो धेरै व्यसनीहरू जान्दछन्, तर तिनीहरूको अमल प्रबल हुनाले धूम्रपान त्याग्न सक्दैनन्। कतिपय डाक्टरहरू समेत धूम्रपानबाट हुने हानिकारक परिणामको जानकारी हुँदाहुँदै पनि सिगरेटको व्यसनी बनेका छन्। उनीहरूमा दृढता र आत्मबलको कमी छ। जबसम्म उनीहरूको दृढता अनि आत्मविश्वास वृद्धिको साधन अथवा तरिका प्राप्त गर्दैनन् र शान्ति प्राप्तिको मार्गदर्शन उनीहरूलाई प्राप्त हुँदैन, तबसम्म यो अमल छोड्न उनीहरूलाई कठिन पर्दछ। धूम्रपानको रोकथामको लागि सरकारले केही वर्ष अघिदेखि क्यान्सरको चित्र सिगरेट अनि गुटखाको प्याकेटमा छापेर राम्रो काम गरेको छ, तर सरकारले ठुल्ठुला होर्डिङ, पोस्टर, टिभी आदि मार्फत पनि यसको विरुद्ध प्रचार गर्न आवश्यक छ। सरकारी कार्यालयको टेबलहरूमा एस्ट्रे राखिन्छ। यसो गर्नु पनि सरकारले मानिसहरूलाई धूम्रपानको निम्ति प्रोत्साहन दिएको बराबर हो, अथवा त्यस जग्गामा धूम्रपान गर्न पाइन्छ भने जस्तै हो। आज करोडौँ रुपियाँ सिगरेट बनाउन, बिक्री गर्न अनि पिउनमा खर्च गरिन्छ। मानिसहरूले यति धेरै खर्च त्यस वस्तुमा गरिरहेका छन् जसले न त पेट भर्छ न कुनै फाइदा नै हुन्छ। धूम्रपान गर्नुको अर्थ पैसा तिरेर रोग किन्नु हो। एकातिर करोडौँ मानिसहरू भोको छन् अनि अर्कोतिर करोडौँ रुपियाँ सिगरेटको धुवामा मानिसहरू उडाइरहेका छन्। यो एउटा ठुलो आर्थिक क्षति हो।
प्रजापिता ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयमा सिकाइने आध्यात्मिक ज्ञान अनि भारतको प्राचीन राजयोग चिन्तन धूम्रपान मद्यपान लागु पदार्थ आदि विकृतिहरूदेखि मुक्त दिलाउनमा धेरै सहायक सिद्ध भएको छ। राजयोगद्वारा जब एउटा व्यसनीले अतीन्द्रिय सुख अनि शान्ति प्राप्त गर्दछ तब आफ्नो चिन्ता हटाउनको निम्ति उसलाई धूम्रपानको आवश्यकता पर्दैन। वास्तवमा धूम्रपानले मानसिक चिन्ता हट्दैन पनि। राजयोगद्वारा विभिन्न प्रकारको मानसिक शक्तिहरू प्राप्त हुँदछ। तीमध्ये सङ्कल्पमा निर्णय अनि दृढताको शक्ति पनि प्राप्त हुने हुनाले सधैँभरिको निम्ति एउटा व्यसनीले धूम्रपानको अमल छोड्न सक्दछ। केही वर्ष अघि यस ईश्वरी विश्वविद्यालयको मेडिकल विङद्वारा 1500 राजयोगीहरूको सर्वेक्षण गरियो। तिनीहरूमध्ये 183 जनाले विभिन्न समयदेखि धूम्रपान गर्दथे। 183 जनामध्ये 140 जनाले 1 महिनाभित्रमा सिगरेट पिउन छोडेको बतायो अनि बाँकीले 1 वर्षभित्रमा छुटकारा पाएको बतायो। धन्यवाद। ओम शान्ति।